बसेर आँखा चिम्लिनु मात्र ध्यान होइन। कुनै पनि काम गर्दा त्यो काम प्रति चाहिँ आफ्नो लगाव कति छ, त्यो काम गर्दै गर्दा आफूले कति महत्त्व त्यसलाई दिएर चाहिँ त्यसलाई पूर्णता प्राप्त गर्न सक्छु भनेर आफूले आफूलाई मूल्याङ्कन गर्नु पनि ध्यान हो। जे काम गर्दैछौँ त्यो काम प्रति 100% त्यो काम प्रति 100% हामी छौँ कि छैनौँ त, त्यो नै ध्यान हो। जन्मदेखि मृत्युसम्म, धर्मदेखि मोक्षसम्मका सम्पूर्ण निर्देशन चाहिँ तयार गरिएको जुन श्री कृष्ण भगवानका मुखारविन्दबाट दिएका दिव्य उपदेश, जुन अर्जुनलाई दिनुभएको दिव्य उपदेशलाई श्रीमद् भगवत गीता भनिन्छ। हामी सबै मानवहरूलाई चाहिँ बुझाउन खोजिएको छ। कथा, चरित्र र लीलाको बारेमा प्रष्ट बनाइएको छ श्रीमद् भागवत सप्ताह महापुराणमा भने भगवत गीतामा चाहिँ भगवानले स्वयं आफ्नो मुखारविन्दबाट दिएको दिव्य उपदेशलाई श्रीमद् भगवत गीता भनिन्छ। Title sponsored Your New Destination, Devkota Public Secondary English Boarding School, Kosi Project, Biratnagar 12. Contact 021474712. Powered by जस्तो सुकै समस्याको लागि सम्झनुहोस् शक्तिपाठ थेरापी सेन्टर विराटनगर। स्पोन्सर्ड बाई सबै किसिमको डिजाइन तथा प्रिन्ट वर्कको लागि सम्झनुहोस् रानी डिजाइन तथा प्रिन्ट। सम्पर्क 9814357275। नमस्कार दर्शकवृन्द, आज फेरि पनि हामी भलाकुसारीको नयाँ एपिसोड लिएर आइसकेका छौँ र आजको एपिसोडमा चाहिँ हामीले केही अलिकति फरक रूपमा हाम्रो प्रस्तुति दिने प्रयास गरिरहेका छौँ र आजको गेस्टको रूपमा चाहिँ हामीले श्री अम्बिका देवी भागवत वाचिका एवं माटो बचाऊ राष्ट्रिय अभियानका अभियन्ता लाई हामीले गेस्टको रूपमा निम्त्याएका छौँ। हजुर स्वागत छ। धन्यवाद सर। अब उहाँको परिचय दिने क्रममै मैले श्री अम्बिका देवी भागवत वाचिका भनेर भनिसके पछाडि हाम्रो अडियन्सहरूले लगभग बुझिसक्नु भएको छ आजको हाम्रो कुराकानी भलाकुसारी मूलतः अध्यात्मसँग सम्बन्धित रहन्छ र त्यसैबाट सुरु गर्ने क्रममा अब अलिकति अध्यात्मलाई हामीले कसरी बुझ्ने, अध्यात्म के हो, यही प्रश्नबाट आजको हाम्रो भलाकुसारी सुरु गरौँ। अध्यात्म भनेको जस्तो हाम्रो जीवन, मानव जीवन चाहिँ यो जगतमा, यो ब्रह्माण्डमा, यो संसारमा जन्म लिइसकेपछि अध्यात्मले चाहिँ हामीलाई अत्यन्त ऊर्जा दिन्छ, हामीमा शक्ति प्राप्त हुन्छ र हामी भित्र भएका जति पनि क्लेशहरू छन् त्यसलाई चाहिँ हटाउने जुन आत्माको अध्ययन गर्नुलाई समग्रमा अध्यात्म भनिन्छ। अधि प्लस आत्मा, परमात्मालाई प्राप्त गर्नका निमित्त, आत्मालाई प्राप्त गर्नका निमित्त चाहिँ हामीले अगाडि बढ्नुपर्ने हुन्छ र अधि प्लस आत्मालाई अध्यात्म भनेर यसरी हामीले बुझ्न सकिन्छ। अधिको अर्थ चाहिँ ठ्याक्कै के हुन्छ? अधि भनेको सर्वश्रेष्ठ। सर्वश्रेष्ठ हाम्रो जस्तो शरीर हुन्छ, शरीरदेखि माथि हाम्रो इन्द्रिय हुन्छ, इन्द्रियदेखि माथि हाम्रो मन हुन्छ, मनदेखि माथि बुद्धि हुन्छ, बुद्धिदेखि माथि आत्मा हुन्छ। आत्मासम्म पुग्यौँ भनेदेखि चाहिँ हामी अत्यन्त आफ्नो जीवनमा शान्त, आत्मासँग पुगिसकेको व्यक्तिमा गम्भीरता, धैर्यता, कुनै पनि कर्म गर्दै गर्दाखेरि भित्रैदेखि उहाँले निरन्तरताका साथमा, सकारात्मकताका साथमा, ऊर्जाका साथमा कर्मलाई अगाडि बढाउन सक्नुहुन्छ र कर्म सिद्धि गर्न सक्ने योग्य व्यक्ति बन्नुहुन्छ। आत्माले हामीलाई आत्मासम्म पुगिसकेपछि हामी मनैदेखि
मनैदेखि प्रसन्न हुँदै बुद्धि हुँदै आत्मासँग पुग्न सक्छौँ। भनेपछि अध्यात्मवादले चाहिँ हाम्रो शरीरमा रहने तत्त्वहरूमध्ये सबैभन्दा श्रेष्ठ आत्मासम्म पुग्ने हजुर एउटा मार्ग यसले बताउँछ भन्न खोज्नु भएको हो। हजुर अब यो जस्तो भौतिकवाद र अध्यात्मवादमा ठ्याक्कै फरक के छ? भौतिकवाद भनेको चाहिँ हामी जस्तो बाहिरी विषयवस्तुमा मात्र अल्झिने, जस्तो मलाई घर चाहियो, गाडी चाहियो, बङ्गला चाहियो हैन, हामी यो लुगा त्यो लुगा, कम्प्युटर चाहियो, सुख सुविधाका विषय वस्तुतिर मात्र आकर्षित भएर जीवनको गहिराई वास्तवमा मान्छे बाहिरी दुनियाँमा मात्र अड्केर यी भौतिक संसाधनहरू मात्र रमाएर भित्री आनन्दको खोजमा चाहिँ नहुनुलाई भौतिकवाद भनिन्छ। अध्यात्मवादले चाहिँ हामीसँग घर छैन, गाडी छैन, बङ्गला छैन, राम्रा राम्रा गरगहना छैन, सुख सुविधाका त्यस्ता साधन छैन, तर पनि आनन्दको जीवन बिताउन सकिन्छ अध्यात्ममा। अध्यात्मको मद्दतले हामीले त्यस्ता किसिमका भौतिक संसाधनहरू नहुँदै पनि हामी एक प्रकारको आनन्दमय जीवन बिताउन सक्छौँ भन्ने कुरा हो। मैले के बुझेँ भनेदेखि हामी मानव भइसकेपछि सबैभन्दा अन्तत्वगत्वमा सुरुमा यो गर्ने त्यो गर्ने यस्तो उस्तो हामी चारैतिर रुमलिन्छौँ, तर सबैलाई चाहिने भनेको मन शान्ति र आनन्द। आनन्द भन्दा ठुलो अरू केही पनि छैन। जबसम्म मन शान्ति हुँदैन, हामीले आनन्द त प्राप्त गर्दैनौँ, तबसम्म हामी भौतारी रहन्छौँ, हामीमा हतोत्साहित आउने, डिप्रेसन हुने, फ्रस्ट्रेसन हुने, अनेक खालका समस्याहरूसँग उल्झिने, अनि जुन कर्म गर्दैछौँ त्यो कर्मतिर हाम्रो लगाव नहुने, निरन्तरता नहुने, बिचैमा गएर छुट्ने, त्यस्ता खालका प्रविधिका समस्याहरू चाहिँ आइराख्ने हुन्छन्। त्यसकारण भौतिकवाद भनेको बाहिरी विषय वस्तुमा मात्र अल्झिएर हामी सधैँ समस्यालाई झेल्नु पर्ने, अनि हामी सधैँभरि समस्यासँग अल्झिएर, चुनौतीसँग अल्झिएर, जीवनलाई सधैँभरि मैले गर्न सकिनँ, मबाट भएन, यस्ता खालका क्लेशहरू चाहिँ बटुल्दै हामी असफल भए जस्तो महसुस गर्ने, हामी कता कता आनन्दित नभएको महसुस हुन्छ र सबै कुरा अन्तिममा गएर आनन्दमै जोडिएको हुन्छ। त्यही भएर श्रीकृष्ण भगवानलाई सच्चिदानन्दय रूपाय भनेर पनि भन्ने गरिन्छ। अब आजको हाम्रो गेस्ट श्री अम्बिका देवी, उहाँ भागवत वाचिका पनि हुनुहुन्छ। त्यस हिसाबले अब मैले धेरै भौतिकवादको कुरा गर्न त मिल्दैन, हामी गर्दैनौँ पनि, तर पनि मैले एउटा ठ्याक्क जान्न चाहेको चाहिँ अध्यात्मवादको महत्त्वको बारेमा त तपाईँले प्रकाश पारिसक्नुभयो, सँगैमा भौतिकवादको महत्त्व कति देख्नुहुन्छ, कतिको आवश्यक छ? भौतिकवाद पनि आवश्यक छ, तर त्यो भौतिकवादलाई पनि साथमा लिएर र त्यसमा अध्यात्म जोड्यौँ भने चाहिँ अत्यन्त राम्रो हुन्छ। हामीले साथसाथै दुवैलाई लिएर अगाडि बढ्यौँ भने चाहिँ त्यहाँबाट धेरै ठुलो प्रगति गर्न सकिने, आनन्द त प्राप्त गर्न सकिने, कर्मसिद्धि गर्न सकिने, त्यो दुवैलाई हामीले सँगसँगै लिएर गयौँ भनेदेखि चाहिँ हामी आनन्दित बन्न सक्छौँ। अन्तिममा मानिसलाई चाहिने भनेको त आनन्द नै हो। भौतिकवाद सँगसँगै अध्यात्मलाई पनि हामीले जोडेर सँगसँगै लिएर जान सक्यौँ भने एउटा हामीले उच्चतम सफलता हासिल गर्न सक्छौँ भन्ने कुरा हो, श्रेष्ठ सफलता हासिल गर्न सक्छौँ भन्ने कुरा, बडो राम्रो विचार। अब जस्तै यो अध्यात्मको कुरा गर्दाखेरि चाहिँ वास्तवमा त्यो किसिमको एउटा शान्ति सन्तुष्टि पाउनको निम्ति कस्तो किसिमको सोच एउटा हाम्रो मानवमा हुनुपर्दछ भन्ने हजुरलाई लाग्छ? सोचले नै हाम्रो जीवन निर्मित हुन्छ। विचारले बनाउनुहोस् जिन्दगी भनिन्छ। हाम्रो विचार त्यो बेला सकारात्मक बन्छ जब हामीले विचार भनेको चाहिँ नकारात्मकतालाई त्यागेर सकारात्मकतामा स्थित हुनु,
नकारात्मकता विचारलाई त्यागेर सकारात्मक विचारमा स्थित भएर दृढ संकल्प लिएर जुन हामीले विचारमा अडिक भएर लागिरहन्छौँ, अगाडि बढिरहन्छौँ, त्यसमा पनि हामी सकारात्मक बन्यौँ भनेदेखि सकारात्मकताले हाम्रो शरीरमा ऊर्जा प्राप्त गर्छ। हामीलाई थाहा नै छ नकारात्मकता भन्दा सकारात्मकतामा हाम्रो ध्यान त्यति जाँदैन। एउटा भनाइ पनि छ, जस्तो कुनै पनि कुरा सकारात्मकता कुरा हामीले 3000 व्यक्तिलाई भन्यौँ भनेदेखि 3000 मा 3 जनाले मात्र त्यो सकारात्मकतालाई बुझ्ने प्रयत्न गर्नुहुन्छ, त्यो सकारात्मकतालाई आफूले धारण गर्नुहुन्छ। यदि नकारात्मक हामीले विचारहरू कसैलाई भन्यौँ भनेदेखि त्यो नकारात्मकता विचार चाहिँ 3000 लाई भन्दा 3000 ले पत्याउनुहुन्छ र 3000 ले फैलाउने कार्य पनि गर्नुहुन्छ भने सकारात्मकतालाई हाम्रो माइन्डले छिट्टो लिन सक्दैन, त्यसलाई हामीले धारण गर्नुपर्ने हुन्छ। सकारात्मकता भन्दा नकारात्मकता चाहिँ 100 गुणा बलियो हुन्छ। किनकि हामीले नकारात्मकता सुन्ने बित्तिकै हाम्रो ध्यानै त्यतिर जान्छ, सकारात्मकतातिर त्यति वास्ता गरिँदैन। जस्तै उदाहरणको लागि हामीले अहिले यो 21औं शताब्दीमा हामी टेक्नोलोजी हैन अगाडि छौं टेक्नोलोजीमा पनि, र हामीले यदि त्यस्ता खालका भिडियोहरू जुन सामाजिक सञ्जालहरुमा नराम्रा भिडियो, कहीँ लडाई झगडाको भिडियो भयो भने या त्यस्तै खालको पोस्टहरू राखियो भनेदेखि त्यसलाई हामीले हजारौं व्यक्तिहरूले लाइक कमेन्ट शेयर गरेर त्यसलाई फैलाउने कार्य गर्नुहुन्छ। तर एकजना ज्ञानको कुरा गर्दै हुनुहुन्छ, राम्रो कुरा गर्दै हुनुहुन्छ भने त्यसमा न लाइक हुन्छ, न कमेन्ट हुन्छ, न शेयर हुन्छ। यसको अर्थ मैले के भन्न खोजेको भनेदेखि सकारात्मकतामा हाम्रो ध्यान तुरुन्तै जाँदैन, नकारात्मकतामा त्यो क्षमता धेरै हुन्छ। भनेपछि हामीले अब यहाँ के सोच्नुपर्छ भने नकारात्मकतालाई त्यागेर सकारात्मकतालाई जसले स्थिर गर्न सक्नुहुन्छ त्यो नै विचार हो। सकारात्मक सोच चाहिँ एडप्ट गर्नको लागि चाहिँ अलिकति समय लाग्छ र अघि हजुरले राम्रो इक्जाम्पल पनि दिनुभयो, नेगेटिभिटीहरू चाहिँ छिटो फैलिन्छ र एडप्सन चाहिँ छिटो हुन्छ, सबैले छिटो त्यसलाई चाहिँ टिपिहाल्नुहुन्छ। जस्तो हामीमा सकारात्मकता भयो भनेदेखि हाम्रो शरीरमा सकारात्मकता भइसकेपछि हामी तेजस्वी बन्छौँ, शक्तिशाली बन्छौँ, हामी भित्रैदेखि ऊर्जाशील बन्छौँ, उत्साहित बन्छौँ, उमङ्गित बन्छौँ, भित्रैदेखि मुहारमा हाँसो आउँछ, एउटा तेजस्विता आउँछ, प्रकाशमय बन्छौँ र कुनै पनि कार्य गर्दाखेरि त्यसलाई सही ढङ्गबाट आनन्दका साथमा त्यो कार्यलाई पनि सम्पन्न गर्न सक्ने व्यक्तित्व बनिन्छ। तर जब हाम्रो शरीरमा नकारात्मकताले हबी गर्यो, नकारात्मकताले हाम्रो शरीरमा प्रवेश गर्यो भनेदेखि हाम्रो शरीरमा आलस्यपन आउने, निन्द्रा लाग्ने, तनाव हुने, आलटाल गर्ने, बहाना बनाउने, अल्छी लाग्ने, यस्ता कुराहरूबाट चाहिँ हामी दिनानुदिन हामी फ्रस्ट्रेसन बन्दै डिप्रेसनमा पुग्दै अनि म केही गर्न सक्दिनँ, म जन्मेको बेकार हो, म जन्मिनुको अर्थै छैन, सबै हारे जस्तो कुरा। जसले यस्तो खालको कसैको कुरा गर्दाखेरि पनि त्यहाँबाट सकारात्मकता नलिए त्यो व्यक्तिप्रति हेर्ने दृष्टिकोण पनि नकारात्मकता नै हुनु। त्यो यस्तो छ, त्यो उस्तो छ, त्यो त्यस्तो छ, यो त्यस्तो छ भनेर यस्ता खालका कुराहरू गरियो भने चाहिँ त्यहाँबाट पनि हाम्रो जीवन चाहिँ नकारात्मकतातर्फ गइराखेको छ भनेर हामीले यहाँबाट पनि महसुस गर्न सकिन्छ। जस्तो यो अब जस्तो नकारात्मकता अनि सकारात्मकता हैन, पोजिटिभिटी र नेगेटिभिटीको जुन कुरा गरिराख्नु भएको छ, त्यो ठ्याक्कै नकारात्मक कुराहरूलाई चाहिँ हटाउनको लागि अथवा त्यसमा कमी गर्नको लागि ठ्याक्कै मान्छेले चाहिँ के कुरामा ध्यान दिनुपर्छ अथवा के गर्नुपर्छ, त्यसो गर्नाले चाहिँ नकारात्मकता कम हुँदै जाने र सकारात्मकता बढ्ने त्यसका केही सूत्रहरू, केही फर्मुलाहरू, केही विधिहरू केही छन्?
जस्तो हामीमा सकारात्मकता आउनका लागि हाम्रो खाने, सुत्ने, उठ्ने अनि काम गर्ने हामीले समयलाई मिलाउनु पर्छ सर्वप्रथम। किनकि हामीले जहिले पनि बिहानैको समयमा ब्रह्म मुहूर्तमा उठ्यौँ भनेदेखि त्यो समय चाहिँ कस्तो हुन्छ भने एउटा ऊर्जामय जुन नेगेटिभ नकारात्मकताहरू चाहिँ त्यतिखेर चाहिँ पुरै सबैजना सुतेर उठेर त्यो जुन ब्रह्माण्डबाट आएको त्यो शक्ति हुन्छ, ऊर्जा हुन्छ, त्यसलाई हाम्रो शरीरमा अब्जर्भ गर्नको लागि चाहिँ हाम्रो शरीरमा प्रवेश गराउनका निमित्त चाहिँ हामी बिहानै जस्तो 3:30 बजेदेखि 5 बजेसम्म हामी उठ्न सक्यौँ भनेदेखि त्यो समयमा चाहिँ ऊर्जा अत्यन्त हाम्रो शरीरमा प्रवेश गर्ने गर्छ र हाम्रो शरीरले अनि उठ्ने बित्तिकै हामी उठ्दा हामी जिउ तन्काउने, मेरो जिउ दुखो, अल्छी लाग्यो भन्दै हामी बिहानै उठ्दाखेरि एकदम जागरका साथ उठ्नुपर्छ, हाँस्दै उठ्नुपर्छ, बानी बसाउनु पर्छ। हामीले त्यस्ता खालका बानीहरू बसायौँ भने चाहिँ हामीमा बिहानै उठ्ने बित्तिकै अफर्मेसनहरू भन्ने क्या सकारात्मकता हामी विचारले बनाउनुस् जिन्दगी। हजुर जस्तो बोल्नुहुन्छ हामी जस्तो बोल्छौँ हामी त्यस्तै बन्छौँ भने चाहिँ हाम्रो सोच हामीले नै निर्माण गर्ने हो। अब यदि हाम्रो ध्यान चाहिँ दुःखीतिर, दुःखतिर, नकारात्मकतातिर गयो भनेदेखि त्यस्तै खालका कुराहरू जोडिँदै जान्छ र हामी त्यो चिजबाट बच्नको लागि चाहिँ सबभन्दा पहिले हामी सकारात्मक बन्नका निमित्त चाहिँ त्यस्ता खालका शब्दहरू प्रयोग गर्नुपर्छ जुन शब्दले हामीमा ऊर्जा आओस्। जस्तै बिहानै उठ्ने बित्तिकै म खुसी छु, म शक्तिशाली आत्मा हो, म ऊर्जाशील छु, म तेजस्वी छु, म सधैँ स्वस्थ छु, म मेरो जति पनि मानिसहरूसँग भेट हुन्छ उहाँहरूसँग म प्रेमपूर्ण तरिकाले, सरल नम्र तरिकाले उहाँहरूसँग वार्तालाप गर्छु। कुनै पनि कार्य गर्दाखेरि म अत्यन्त खुसीका साथ गर्छु। कसैलाई भेट्दा सबैलाई म समान व्यवहार गर्छु। यस्ता खालका हामीले सकारात्मकताका जुन शब्दहरूलाई दिन प्रतिदिन प्रयोग गर्यौँ भनेदेखि चाहिँ हामीले चाहिँ शरीरमा ऊर्जा भर्ने काम गर्छौँ र बिहान उठ्ने बित्तिकै भरिसके हामी योगमा जोड्यौँ, ध्यानमा जोड्यौँ। कमसे कम धेर नभएर म सबैलाई विनम्र अनुरोध पनि गर्न चाहन्छु, हामी कम्तीमा बिहानै उठ्ने बित्तिकै हाँस्दै, ऊर्जाशील हुँदै, जोस जाँगरका साथमा उठेर कन्फिडेन्स हुँदै, मुस्कुराउँदै उठ्यौँ भने हाम्रो दिनभरिको समय आनन्दमय बन्नेछ। र कमसे कम 15 मिनट ध्यान गर्न सुरु गर्यौँ भने अब सबैलाई ध्यान सुरुमा नलाग्न सक्छ। ध्यान भनेको बसेर आँखा चिम्लिनु मात्र ध्यान होइन। यदि हामी खाना बनाउँदैछौँ भने पनि खाना बनाउँदाखेरि अहिले धेरैजनाको मैले देख्ने गरेको छु, खाना बनाउँदैछौँ भनेदेखि त्यो खाना डढेर यता सिट्ठी लागेर डढिसकेको हुन्छ, तर हाम्रो ध्यान कहाँ हुन्छ? मोबाइल चलाउनमा हुन्छ, टिकटक चलाउनमा हुन्छ, मेसेन्जर चलाउनमा हुन्छ। अनि यस्ता खालका हामी दुईतिर हाम्रो ध्यान एकीकृत भनेको आँखा चिम्लिनु, पलेटी कसेर बस्नु मात्र ध्यान होइन। कुनै पनि काम गर्दा त्यो काम प्रति चाहिँ आफ्नो लगाव कति छ, त्यो काम गर्दै गर्दा आफूले कति महत्त्व त्यसलाई दिएर चाहिँ त्यसलाई पूर्णता प्राप्त गर्न सक्छु भनेर आफूले आफूलाई मूल्याङ्कन गर्नु पनि ध्यान हो। जस्तै हामी किताब पढ्दैछौँ मनमा अर्को कुरा खेल्दैछ। यहाँ किताब पढ्नु पनि एउटा ध्यान हो। लेख्दैछौँ, हाम्रो ध्यान लेख्नमा मात्र भयो भने त्यो ध्यान हो। जे काम गर्दैछौँ त्यो काम प्रति 100% त्यो काम प्रति 100% हामी छौँ कि छैनौँ त त्यो नै ध्यान हो। अब भागवत वाचिका
हजुर भइसके पछाडि हैन हजुरले जुन वाचन गर्नुहुन्छ हैन यो अब भागवत गीता भनिसकेपछि यसको सरासर सिधा सम्बन्ध हाम्रो सनातन धर्म हिन्दू धर्मसँग यसको सिधासिधी सम्बन्ध रहेको छ। नेपाल आफैमा हिजोसम्म त हिन्दू राज्य राष्ट्र थियो होइन। अब आजको संविधानले त्यसलाई अलिकति फरक तरिकाले यसलाई व्याख्या गरेको छ। ठ्याक्कै अब तपाईँले हामीलाई अथवा हाम्रो अडियन्सलाई सामान्य रूपले बुझाउनु पर्दाखेरि सनातन हिन्दू धर्म के हो र त्यसमा भागवत गीताको कस्तो किसिमको भूमिका अथवा महत्त्व छ यसबारे अलिकति तपाईँले हामीलाई प्रकाश अलिकति बताइदिनु। धन्यवाद। जस्तो सनातन धर्म भनेको चाहिँ हाम्रो पूर्वज हाम्रो पुर्खाहरूले मानिआएको परम्परागत धर्मलाई अँगालेर जसलाई संस्कारी तरिकाले हामीले जुन धर्म मान्दछौँ त्यो नै सनातन धर्म हो। र यसमा सनातन धर्ममा चाहिँ सबै कुरा सबैभन्दा पुरानो त्यसमा पनि जुन हजुरले भन्नुभयो भगवत गीता, भगवत गीतामा चाहिँ अब किन पढ्ने त भगवत गीता, भगवत गीता के हो, किन पढ्ने हो अनि यस्तो हजुरले जुन प्रश्न गर्नुभयो यो अत्यन्त गहिरो प्रश्न छ। प्रश्नको लागि हजुरलाई धेरै धेरै धन्यवाद। जब मानव भएर यो मानव शरीर हाम्रो जीवन अत्यन्त बहुमूल्यवान छ र यो जगतमा यो ब्रह्माण्डमा यो संसारमा मानव भएर जन्म लिइसकेपछि के गर्न हुन्छ के गर्न हुँदैन त्यसको सम्पूर्ण चित्रण गरिएको एउटा मार्ग निर्देशनलाई जसरी हामीले घरमा टिभी किन्छौँ, टिभी किनिसकेपछि त्यो टिभीको चाहिँ हामीले अब कसरी चलाउने त त्यसलाई त्यसमा हामीले चाहिँ मेनुअल साथैमा ल्याएका हुन्छौँ। अस्ति सानो मेरो घरमा पनि एउटा टिभी किनेर ल्यायौँ घरमा अनि सानो बाबुले खोलेर देखायो क्या, मामु यो कसरी कसरी खोल्ने बन्द गर्ने अनि मैले भने मेनुअल छ, मेनुअल हेर अनि यसरी खोल्ने अनि कसरी चलाउने के गर्ने सबै लेखिएको छ, यो तिमीले हेर्यौ भने थाहा पाउँछौ भने चाहिँ उसले सर हेर्दै त्यो गर्न सक्नु भने चाहिँ त्यस्तै हाम्रो मानव जीवनलाई कसरी चलाउने त हामीले अगाडि बढ्दै गर्दाखेरि बिचमा जस्तो हामी गाडी चढेर हिँड्दै गर्दाखेरि बिचमा एक्सिडेन्ट पनि हुन सक्छ। यदि हामी ड्राइभिङ गर्दैछौँ भनेदेखि एक्सिडेन्ट पनि हुन सक्छ। त्यो एक्सिडेन्ट नहुनको लागि चाहिँ हामीले तयारी कति गरेको छौँ त, हाम्रो स्किललाई कसरी राम्रो बनाइराखेका छौँ त, हाम्रो त्यो चिजमा ध्यान दिउँ भनेदेखि पक्कै पनि हामीमा कन्फिडेन्स आयो भनेदेखि मार्ग निर्देशन पायौँ सही भनेदेखि एक्सिडेन्ट हुने चान्सेस चाहिँ जुन कम हुन्छ। त्यस्तै मानव जीवनलाई अगाडि बढाउनका निमित्त जस्तो मानवको आयु भनेको 100 वर्ष हुन्छ। 100 वर्षको आयुमा मैले 25 वर्षभित्र के गर्ने के कार्यहरू सम्पन्न गर्ने, 50 वर्षको आयुभित्र मैले के कार्य सम्पन्न गर्ने, 75 वर्षको आयुसम्म मैले के कार्य सम्पन्न गर्ने र 100 वर्षको आयुसम्म पुग्दाखेरि चाहिँ मैले कस्तो कार्य गर्ने भनेर जन्मदेखि मृत्युसम्म धर्मदेखि मोक्षसम्मका सम्पूर्ण निर्देशन चाहिँ तयार गरिएको जुन श्री कृष्ण भगवानका मुखारविन्दबाट दिएका दिव्य उपदेश जुन अर्जुनलाई दिनुभएको दिव्य उपदेशलाई श्रीमद् भगवत गीता भनिन्छ। र यो हामीले प्रत्येक मानवले पढ्नु अत्यन्त जरुरी छ। हामीले यसले पढ्नुहुन्छ, त्यसले पढ्नुहुन्छ, उसले पढ्नुहुन्छ, कसैलाई नभनी हामी सबैले यदि यो भगवत गीताको अध्ययन गर्यौं भनेदेखि मानव जीवनमा आनन्दता कसरी प्राप्त हुन्छ, खुसी कसरी बस्न सकिन्छ, अनि शरीर के हो, आत्मा के हो, मन के हो, बुद्धि के हो,
परमात्मा के हो, प्रेम के हो, यस्तो विषयवस्तुमा चाहिँ हामी छर्लङ्ग एउटा पारदर्शी मार्ग निर्देशन प्राप्त गर्न सक्दछौँ। त्यही भएर यहाँहरू सम्पूर्णलाई मेरो विनम्र अनुरोध छ, एक पटक पढ्नुहोला। भगवत गीतामा के छैन, सबै कुरा छ। मैले त धेरै पटक पढेको छु। जब भगवत गीता पढिसकेपछि हामी भित्र भएका क्लेशहरूलाई पनि कसरी नाश गर्ने, हाम्रो मनलाई कसरी स्थिर बनाउने, हामी कसरी स्थित प्रज्ञ बन्न सकिन्छ, अनि हाम्रो मन के हो, हाम्रो आत्मा के हो, यसरी ध्यान ज्ञान सम्पूर्ण कुरालाई समेटिएको जुन भगवत गीतामा पाइन्छ। र त्यो हिसाबले चाहिँ अब भगवत गीता सबैले अध्ययन गर्नुपर्छ, हजुर, त्यसलाई जान्नुपर्छ भन्ने कुरा। अब हजुरले ठ्याक्कै यसो भनिदिनु न, जस्तो हजुर त अब भगवत वाचिका पनि हुनुहुन्छ, त्यो हिसाबले अब विभिन्न बेला समयमा तपाईँले यो वाचन गरेर सुनाउनु पनि हुन्छ होइन। यसका थुप्रै भर्जनहरू आएका होला नि त किताब। ठ्याक्कै एउटा सामान्य मानिसले चाहिँ कुन पुस्तक ठ्याक्कै पढ्दाखेरि ठिक हुन्छ भन्ने चाहिँ एउटा मैले भन्न खोजेको चाहिँ, कि त त्यो भगवत गीता भनेर मार्केटमा त थुप्रै किसिमका किताबहरू होला नि, ठ्याक्कै चाहिँ यो भर्सन चाहिँ पढ्नुभयो भने यसबाट कम्प्लिट तपाईँले एउटा चाहिँ ज्ञान पाउनुहुन्छ भन्ने किसिमको कुनलाई चाहिँ अहिले विश्वमा त्यो एउटा पुस्तक हो जुन सबैभन्दा धेरै बिक्री भएको। कुन चाहिँ? त्यसको नाम हो श्रीमद् भगवत गीता। ओके। र यो चाहिँ धेरै भाषामा लेखिएको छ र हामी नेपाली भएका कारणले गर्दाखेरि हामीमा अब कतिपय शब्दहरू अङ्ग्रेजीमा नबुझ्न सक्छौँ। संस्कृतमै सकिँदैन, हिन्दीमा पनि सकिँदैन। र यसको ज्ञान लिनु चाहिँ ठुलो कुरा हो, भाषामा कुनै ठुलो कुरा छैन। किनकि ज्ञान प्राप्त भइसकेपछि आफै मानवले धारण गर्न सकिने रहेछ भने यसमा चाहिँ नेपालीमै एकदम सरल श्लोकहरूलाई प्रष्ट बुझाइएको भगवत गीताको ती सम्पूर्ण श्लोकलाई यो गोर्खा प्रकाशनबाट गरिएको स्वामी प्रभुपादले लेख्नु भएको यो भगवत गीता चाहिँ सबैले हामी बुझ्न सकिन्छ। त्यो हजुरले एउटा बुक पनि लिएर आउनु भएको छ नि? हजुर, यो जुन स्वामी प्रभुपादले लेख्नु भएको, हामी नेपालीहरूले सबैले श्लोक अनुसारको आफ्नो नेपाली भाषामा सरल बुझिने तरिकाले स्पष्टसँग हामीले बुझ्न सकिन्छ यो भगवत गीतालाई। हजुर, ओके। ल, त्यो हिसाबले चाहिँ यो पुस्तक पढ्यो भनेदेखि एउटा सम्पूर्ण ज्ञान पाउन सकिन्छ। अब सुरुमै यो पुस्तक लिएर आफै एक्लै पढ्छु भन्न चाहिँ सकिँदैन, किनकि भगवत गीतामा त्यस्ता शब्दहरू छन् जुन शब्दहरू हामीले नबुझ्न सक्छौँ। श्रीमद् भगवत गीता पढ्दै गर्दाखेरि गुरुको सहायता लिनुभयो भने अझ छिटो सरल र भगवानलाई प्राप्त गर्न पनि अत्यन्त सहज हुनेछ। मैले अलिकति एउटा केटाकेटी वाला क्वेसन गरेँ ल हजुरलाई। अब कस्तो भने एउटा हिन्दू धर्मावलम्बीहरूलाई विशेष त एक किसिमको कस्तो किसिमको चाहिँ एउटा लान्छना अथवा त्यो प्रश्नहरू चाहिँ धेरै कस्तो खालको आउँछ भने तिमीहरूको धर्ममा त कति धेरै भगवान होइन, जस्तो अब भगवत गीतामा त हामी श्रीकृष्णको कुरा गर्छौँ होइन, तर अब हाम्रो हिन्दू धर्ममा त महादेव पनि हुनुहुन्छ होइन, ब्रह्मा विष्णु महेश्वर, यो हिसाबले यावत 33 कोटी देवी देवता भनेर चाहिँ यसरी विभिन्न देवी देवताका नामहरू आउँछन्। र त्यो अन्य धर्म मान्ने व्यक्तिहरूले यो हिन्दू धर्म कस्तो खालको धर्म हो, कति धेरै देवी देवता, कति धेरै भगवान त एउटै हुन्छ भन्ने किसिमको यो किसिमको अलिकति एउटा डिबेट एउटा सामान्य उसमा हुने गर्छ। अब हजुरको बुझाइमा चाहिँ ठ्याक्कै के हो यो, मतलब हाम्रो हिन्दू धर्ममा यति धेरै भगवानहरू हुनुपर्ने कारण के हो, अथवा कसरी यसलाई कसरी बुझ्नु भएको छ? जस्तो
हजुरले गरेको प्रश्नमा उम्, भगवान उहुँ, हामीले भगवान भन्ने गर्छौँ। हजुर हो। भगवानको अर्थ चाहिँ के हो त उम्, त्यो बुझ्न अत्यन्त आवश्यकता छ। उहुँ, श्रीमद् भागवत सप्ताह महापुराणमा उहुँ, भगवानको अर्थ भनेको भ माने भूमि, उहुँ, ग माने गगन, उहुँ, वा माने वायु, न माने निर्जल। उम्, यसरी भूमि, गगन, वायु न निर्जललाई भगवान भनिन्छ। उहुँ, भने भगवानलाई खोज्न हामी बाहिरी दुनियाँमा होइन। उहुँ, हाम्रो एउटा भनाइ नि छ, यत्र तत्र सर्वत्र। उहुँ, भगवान हाम्रो कण कणमा हुनुहुन्छ। भने यो पञ्चतत्त्वबाट बनेको यो हाम्रो शरीरलाई नै हाम्रा कण कणमा भगवानको निवास छ। उहुँ, हामीले शिवलाई माने पनि, उहुँ, विष्णुलाई माने पनि, रामलाई माने पनि, लक्ष्मीलाई माने पनि, सरस्वतीलाई माने पनि, गङ्गालाई माने पनि, गणेशलाई माने पनि, जसलाई माने पनि। जस्तो एउटा छोटो उदाहरण दिन चाहन्छु। उहुँ, जस्तै सुन छ नि, हजुर, सुन हामी डल्लो सुनलाई हामीले कानको टप बनाउन पनि मिल्छ, उहुँ, हातको औँठी बनाउन पनि मिल्छ, उहुँ, हातमा लाउने चुरा बनाउन पनि मिल्छ, नाकमा लाउने फुली बनाउन पनि मिल्छ। उहुँ, अनि के चाहियो त? ती सबै कुरालाई हामीले लाउन मिल्छ, धारण गर्न मिल्छ। त्यस्तै जुन भगवानलाई पुजे तापनि अन्ततोगत्तो अन्तिममा गएर भगवान श्री कृष्ण वासुदेव भगवानलाई नै हामीले पुज्न मिल्छ र मान्न मिल्छ। जुनसुकै माध्यमबाट पनि योलाई पुज्न हुन्छ, उसलाई पुज्न हुन्छ, जहाँबाट भए पनि अन्तिममा जाने भनेको त एउटै शक्तिमा हो। उहुँ, अब शिवलाई पुजेर गए पनि हामी एउटै शक्तिमा पुग्छौँ, विष्णुलाई पुजेर गए पनि हामी एउटै शक्तिमा पुग्छौँ, कृष्णलाई पुजेर गए पनि एउटै शक्तिमा पुग्छौँ। भनेपछि हामी यो धारण मात्र कुन तरिकाबाट जाने त? उम्, त्यसमा फरक पर्छ र अन्तिममा जाने भनेको एउटै शक्तिमा हो। उहुँ, ब्रह्माण्डमा, जगतमा। अब जगत गुरु भनेर यो गीतामा पनि भनिएको छ, कारणका पनि कारण उहुँ, भनेर श्री कृष्ण भगवानलाई नि भनिएको छ। जतैबाट गए पनि कण कणमा म नै छु, उहुँ, हैन? म भन्दा अरू कोही छैन, मलाई जान्न सक्ने पनि कोही छैन, म जति पनि कोही छैन भनेर यसरी भगवानले आफ्नै मुखारविन्दबाट अर्जुनलाई भन्नुभएको छ। हजुर, यो अब जस्तो हामीले यति कुरा गरिसकेपछि भक्ति के हो, भक्तिलाई हामीले कसरी बुझ्ने र भक्ति र ध्यानमा केही फरक छ? यसलाई कसरी व्याख्या गर्नुहुन्छ? जस्तो ध्यानको बारेमा अघि मैले भनेको थिएँ हैन? उहुँ, ध्यान भनेको कुनै पनि काम गर्दा 100% त्यो कामप्रति एकीकृत छौँ कि छैनौँ छैन, हो हो, हैन? आँखा चिम्लिनु ध्यान होइन। उहुँ, अनि भगवान प्राप्तिका निमित्त त्यो प्रोसेसमा, उहुँ, प्रक्रियामा जाँदैछौँ कि छैनौँ, त्यहाँ फरक हुन्छ। उहुँ, र हजुरले के सोध्नु भयो मलाई पछि? भक्ति। भक्ति। उहुँ, भक्ति भनेको भगवान हुनुहुन्छ। उहुँ, अब सबैलाई भगवान हुनुहुन्छ भनेर विश्वास नलाग्न सक्छ। हो हो। मलाई पनि त्यस्तै हुन्थ्यो। अब भगवान हुनुहुन्छ कि हुनुहुन्न भनेर विश्वास नलाग्ने। उहुँ, मलाई पनि पहिले जब यो गीता पढ्नुभन्दा अगाडि, जस्तो वेद पढ्नुभन्दा अगाडि भगवान हुनुहुन्छ र भन्ने खालका क्वेसनहरू ममा पनि आउँथ्यो, हामी सबैमा आउँछ त्यो। तर जब भगवान हुनुहुन्छ भन्ने एउटा भक्ति चाहिँ कसरी आउँछ भनेदेखि भक्ति भनेको विश्वास। भक्ति भनेको विश्वास। हजुर, विश्वास।
भगवानप्रतिको विश्वास। हजुर, भगवानप्रतिको विश्वास। यदि भगवानप्रति विश्वास गरेर हामीले दैनिक रूपमा निरन्तर रूपमा उहाँ हुनुहुन्छ भन्दै हामीले दिन प्रतिदिन हामीले सकारात्मक बन्दै विश्वास गर्दै गयौँ भनेदेखि चाहिँ हामीमा ऊर्जा प्राप्त हुँदै जान्छ। एक दिन गरेर हुँदैन, प्रत्येक दिन गर्नुपर्छ जबसम्म भगवान प्राप्त हुनुहुन्न। मैले भगवानको अर्थ अघि नै भनिसकेको छु। जबसम्म त्यसको महिमा बुझ्न सकिँदैन, जबसम्म उहाँप्रति विश्वास हुँदैन। सत्य युगमा जे बोल्दा पनि त्यो कार्य सम्पन्न भइहाल्थ्यो। त्रेता युगमा राम भगवानले गरेर देखाउनु भयो, सबैले मान्नु भयो। द्वापर युगमा श्री कृष्ण भगवानले गर्न लाउनु भयो। तर अहिले कलियुगमा भन्दा पनि हुँदैन, गराउँदा पनि हुँदैन, गर्न पनि खोजिँदैन। जी यो चारवटा युग, सत्य युग, त्रेता युग, द्वापर युग र कलियुग, यो चारवटा युगमा चाहिँ हामीले अहिले हामी कलियुगमा छौँ, जसको आयु चाहिँ 4,32,000 वर्ष। अहिले हामी कलियुगको अन्तिम चरणमा छौँ। र जब कलियुगको समय समाप्त हुन्छ, पुनः फेरि सत्य युगको सुरुवात हुन्छ। र यो कलियुगमा अहिले जस्तो धर्मलाई नमान्ने, जो धेरै बोल्छ त्यही बाटो गनिने, जसले फटाइ गर्छ त्यो धर्मी जस्तो मानिने, जोसँग धन सम्पत्ति पैसा छ उनै सम्पन्न जस्तो मानिने, यस्ता खालका जस्तो घरमा अब कलह क्लेश हैन, द्वन्द्व झगडा, छिमेकी आफन्त, हाम्रो कार्यस्थलहरुमा पनि अत्यन्त तछाड मछाड हैन, एक अर्कामा मेलमिलाप नहुने, म ठुलो त्यो ठुलो, घमण्डपन, यस्ता खालका चाहिँ धेरै समस्याहरू यो कलियुग भएर हो कि किन हो हैन, धेरै समाजमा देखा परेका छन्। अम्बिकाजीलाई मैले अब अर्को एउटा प्रश्न राख्न चाहे अथवा जान्न चाहे, हजुरको बुझाइमा जीवन के हो? जीवनलाई कसरी चिन्नु भएको छ तपाईले? जीवनलाई कसरी लिनुहुन्छ? राम्रो प्रश्न सोध्नु भयो हजुरले। जीवन भनेको अत्यन्त दुर्लभ, बहुमूल्य उपहार स्वरूप लिने गरेको छु। जुन यो जगतमा, यो ब्रह्माण्डमा, यो संसारमा 84 लाख जीवहरूमा सर्वोत्कृष्ट प्राणी भनेर मानव, तपाईँ हामीले मानव जीवन प्राप्त गरेका छौँ। र यो मानव जीवनलाई चाहिँ हामीले अत्यन्त खुसी, आनन्द, शान्ति, प्रेममय, सुखमय, आनन्दमय, शक्तिशाली भएर जिउन जान्यौँ भने चाहिँ जीवन जिएको सार्थकता प्राप्त हुन्छ। त्यसरी लिनुहुन्छ है? हजुर। जीवनको लक्ष्य के हुनुपर्छ, अथवा सिधै अब हजुरलाई नै सोद्धाखेरि चाहिँ हजुरको जीवनको लक्ष्य के हो हैन, र त्यो लक्ष्य प्राप्ति गर्ने क्रममा सफलताको त अघि तपाईले थुप्रै व्याख्याहरू गरिसक्नु भएको छ हैन, अनि जीवनसँगै जोडेर हेर्दाखेरि जीवनको सफलता केलाई मान्नुहुन्छ? मैले हजुरलाई नै जोडेर भने हजुरको जीवनको लक्ष्य के हो, अथवा मानवको जीवनको लक्ष्य के हुनुपर्छ, यो प्रकारले हजुरले अलिकति केही भनिदिनुहुन्छ कि? जस्तो धन्यवाद। वास्तवमा मानव भएर जन्म लिइसकेपछि सफल बन्नको निमित्त एउटा न एउटा लक्ष्यलाई जुन व्यक्तिले लिनुहुन्न उहाँ भौतारिनुहुन्छ। लक्ष्य भएको व्यक्ति अवश्य सफल बन्न सक्नुहुन्छ। र मानव भएर जन्म लिइसकेपछि जुन व्यक्तिले आफ्नो लक्ष्यलाई चयन गर्न सक्नुहुन्छ, जुन लक्ष्य लिँदै गर्दा म कुन कार्य गरेर खुसी हुन्छु, म कुन कार्य गर्दा रमाउँछु,
म कुन कार्य गर्दाखेरि उत्साहित हुन्छु, म कुन कार्य गर्दा उमङ्गित हुन्छु, म कुन कार्यमा ध्यानमग्न एकचित्त एकत्रित निरन्तर रूपमा त्यो काम प्रति चाहिँ रमाउन सक्छु, यो चिजलाई जसले पहिचान्नुहुन्छ, जसले छान्नुहुन्छ, उहाँ अवश्य एक दिन कर्म सिद्धि प्राप्त गर्ने महान व्यक्ति बन्न सक्नुहुन्छ। अब रह्यो लक्ष्य कसरी चयन गर्ने त? लक्ष्य अब मानव भएर जन्म लिइसकेपछि जगतको कल्याणका निमित्त सत्यलाई अँगालेर धर्मलाई भगवत प्राप्ति गर्दै जसले जनकल्याणको निमित्त सत्यलाई अँगालेर सही, जस्तै म डक्टर बन्छु, म इन्जिनियर बन्छु, हैन, म ट्रेनर बन्छु, म चाहिँ एउटा कृषक बन्छु, म एउटा व्यावसायिक बन्छु, म एउटा पुजारी बन्छु, जे सुकै गरे तापनि धेरै काम छन्। म सिङ्गर बन्छु भयो, हैन, म म्युजिसियन बन्छु भयो, म जस्तै टिचर बन्छु, म यहाँ म्यानेजमेन्टको एउटा गुरु बन्छु, खेलकुदमा होस्, स्वास्थ्यमा होस्, शिक्षामा होस्, अब जुनसुकै काम गरे तापनि तर त्यो काम प्रति चाहिँ आफ्नो भक्तिमय प्रेममय छ कि छैन, धर्मलाई अँगालेको छौँ कि छैनौँ र सत्यमा छौँ कि छैनौँ, जसले सत्य धर्म सकारात्मकतालाई अँगालेर जनकल्याणको निमित्त कार्य गर्नुहुन्छ र लक्ष्य चयन गर्नुहुन्छ, उहाँले नै जीवनको सत्य लक्ष्यलाई सही तरिकाले चयन गर्न सक्नुहुन्छ। यसर्थमा लक्ष्य नभएसम्म मानिस भौतारिन सक्छ। म को हो त? जस्तो जन्म लियौँ मानव भएर, हामीलाई कसैले नाम राखिदिनु भयो, गुरुले, हैन, हाम्रो संस्कार अनुसार अब नाम राखिदिनु भयो। आफ्नो आफ्नो जुन जातिमा हामी जन्म लिएका छौँ, हैन, त्यो आफ्नो संस्कार अनुसार हाम्रो नाम राखिन्छ। नाम राखिसकेपछि अब कर्म चाहिँ के गर्ने भन्ने कुरालाई चयन गर्नु चाहिँ लक्ष्य तयार गर्नु हो र जुन लक्ष्यमा रमाउन सकिन्छ र त्यो लक्ष्यप्रति एकचित्त एकभक्त एकत्रित भएर हामी अगाडि बढ्न सक्छौँ, त्यो व्यक्ति नै वास्तवमा जीवनको यथार्थलाई बुझ्न सक्ने महान व्यक्ति बन्न सक्नुहुन्छ। यो श्रीमद् भागवत महापुराण र भगवत गीतामा केही डिफ्रेन्सेस, केही फरक छ भन्ने कुरा यो जानकारीमा आयो। हजुर ठ्याक्कै के यो फरकै हो अथवा यसमा के फरक छ? यसलाई अलिकति हाम्रो अडियन्सलाई पनि बुझ्ने गरी श्रीमद् भागवत महापुराण र भगवत गीता, हैन, यो यस बिचमा चाहिँ के फरक छ? जस्तो श्रीमद् भागवत गीता भनेको स्वयं भगवानले जब महाभारतको त्यो युद्धमा रणभूमिमा अर्जुन भनेको तपाईँ हामी जो पनि मनुष्य भएर जन्म लिएका छौँ, हामी सबै अर्जुन हौँ। ज्ञान आर्जन गर्नलाई तयार भएको व्यक्तिलाई अर्जुन भनिन्छ। भने भगवान श्रीकृष्णका मुखारविन्दबाट जुन दिव्य उपदेश स्वयं उहाँले आफ्नो मुखारविन्दबाट दिएको दिव्य उपदेशलाई श्रीमद् भागवत गीता भनेर हामीले लिने गरेको छौँ, प्राप्त गरेको छौँ। जुन ज्ञानको डल्लो, ज्ञानको मुहान, मानव जीवनको मार्ग निर्देशकको रूपमा हामीले प्राप्त गरेका छौँ। भने श्रीमद् भागवत महापुराण भनेको चाहिँ भगवानका कथा लीला चरित्रहरूलाई विस्तृत रूपमा वर्णन गरिएर सबै मानवहरूले बुझ्नुहोस् भनेर कथाको माध्यमद्वारा जति पनि श्रीमद् भागवत सप्ताह महापुराणमा कथाहरू छ, संवाद छ, त्यहाँ चाहिँ
सुखदेव स्वामी जो वेदव्यासका पुत्र सुखदेव स्वामी र महाराज परीक्षितको संवादका रूपमा चाहिँ ज्ञानलाई भगवानका कथा चरित्र र लीलाहरूलाई चाहिँ प्रष्ट रूपमा बुझाइएको छ। जस्तो कुनै न कुनै अवतार लिनु भएको छ, 24 अवतार छन् भगवानका, हैन? अनि ती अवतार लिएर चाहिँ के कार्य गर्नुभयो त, उहाँले के लीला गर्नुभयो त, त्यहाँ ज्ञान लुकाइएको छ र हामी सबै मानवहरूलाई चाहिँ बुझाउन खोजिएको छ। कथा चरित्र र लीलाको बारेमा प्रष्ट बनाइएको छ। श्रीमद् भागवत सप्ताह महापुराणमा भने भगवत गीतामा चाहिँ भगवानले स्वयं आफ्नो मुखारविन्दबाट दिएको दिव्य उपदेशलाई श्रीमद् भगवत गीता भनिन्छ। अब यस पछाडि जस्तो ध्यानको कुरा त हामीले निकै गऱ्यौँ, हैन? ध्यान जरुरी पनि छ, हैन? आँखा चिम्लिनु मात्रै पनि ध्यान होइन पनि भन्नुभयो। ध्यानको ठ्याक्कै नियमहरू केही छ? ध्यान गर्नको लागि केही नियमहरू पालन गर्नुपर्ने अथवा केही स्टेप्सहरू केही छ? ध्यानका 8 वटा नियममा पहिलो नियम यम रहेको छ। यम भनेको समय, जुन चाहिँ हामीले एउटै समयमा, जस्तै सबैभन्दा उत्तम अमृतमय समय भनेर ब्रह्म मुहूर्तको समयमा भनिन्छ, जुन चाहिँ बिहान हुन्छ। बिहान 5 बजे भन्दा अगाडि र 3 बजे पछाडिको समयमा जो उठेर ध्यान गर्नुहुन्छ त्यो समयमा चाहिँ ब्रह्माण्डको यो कस्मिक एनर्जी हाम्रो जुन रिडको हड्डीलाई सिधा बनाउँदै, जसले एकचित्त एक भक्त भएर ध्यान गर्नुभयो भने चाहिँ अत्यन्त ऊर्जा प्राप्त गर्न सकिन्छ। अनि जसरी दिनभरि मोबाइल चलाउनका निमित्त हामीले 2 घण्टा चार्ज गर्नुपर्छ भने, त्यस्तै मानव जीवनमा पनि एक दिनभरि हाम्रो शरीरलाई ऊर्जाशील बनाउनका निमित्त बिहानको 15 मिनेटको त्यो ध्यानले दिनभरि हामी हर्ष, उल्लास, आनन्दित, हैन? अनि मुहारमा मुस्कान, ऊर्जासँग कार्यलाई सम्पन्न गर्न सक्छौँ। यसकारण ध्यान गर्दै गर्दा पहिलो यममा जुन जब हामी शरीरसँग जोडियौँ भनेदेखि हामी स्वस्थ बन्न सक्छौँ। यदि हामी चाहिँ शरीरसँग जोडिसकेपछि अब हामी मनसँग जोड्यौँ भनेदेखि चाहिँ हामी शान्ति बन्न सक्छौँ, शान्त बन्न सक्छौँ। जसको शान्त मन हुन्छ उहाँ नै सर्वोत्कृष्ट व्यक्ति बन्न सक्नुहुन्छ। जुनसुकै कार्यलाई पनि सरल सहज तरिकाले सुसम्पन्न गर्न सक्ने योग्य व्यक्ति बन्नुहुन्छ। त्यही भएर शान्त मन भनेको एउटा ब्रह्मास्त्र सरह नै शक्तिशाली र तेजस्वी हुन्छ। जसको मन चञ्चल छ त्यो व्यक्तिले कदापि पनि कामलाई निरन्तर रूपमा पूर्ण रूपमा सिद्धि गर्न सक्नुहुन्न। किनकि गर्दा गर्दै उहाँले बिचबाट छोड्ने, अल्छी लाग्ने, त्यसको अन्तिमसम्म त्यो बिन्दुसम्म नपुग्ने अवस्था सृजना हुन सक्दछ। र अर्को कुरा रहेको छ, जब हामी भावनासँग जोडिन्छौँ, भावनासँग जोडियौँ भनेदेखि चाहिँ हामीमा खुसी प्राप्त हुन्छ। जस्तो खुसी खोज्नका निमित्त हामी धेरै भौतारिन्छौँ क्या। म दुखी छु, मलाई यसले खुसी दिएन, मलाई श्रीमानले खुसी दिनु भएन, मलाई घरमा विवाह भइसकेपछि यो घरमा कसले खुसी दिनुभयो, कसले खुसी दिनु भएन भनेर हामी अनेक खालका यस्ता समस्याहरूलाई चाहिँ प्रकट गर्ने गर्दछौँ। तर जब हामी चाहिँ भावनासँग जोडियौँ भनेदेखि हामीमा खुसी प्राप्त हुन्छ। जस्तै एउटा उदाहरणको लागि कस्तुरी भन्ने एउटा जनावर जङ्गलमा सुगन्ध, यति मिठो सुगन्ध कहाँबाट आइरहेको छ भनेर दौडी दौडी भौतारी जङ्गलैभरि दौडिएको हुन्छ। तर अन्तिममा गएर त्यो सुगन्ध त अन्त कहीँ नगएर त्यही कस्तुरीको नाभिबाट आइराखेको हुन्छ। त्यस्तै हाम्रो मानव जीवनमा पनि
मैले त्योबाट खुसी लिनुपर्ने थियो, त्यहाँ पाइन। त्योबाट लिनुपर्ने थियो, त्यसले दिएन, उसले दिएन, कसले दिएन भन्दै हामी भौतारिएर हामी दुखी भएका छौँ। र खुसी बन्नका निमित्त चाहिँ खुसी तपाईँ हामी भित्रै छ। र हामीले खुसी प्राप्त गर्नका निमित्त चाहिँ भावनासँग जोडिनुपर्छ, अनि मात्र खुसी प्राप्त गर्न सकिन्छ। भने अर्को रहेको छ हाम्रो चेतना, जो चेतनासँग जोडिनुहुन्छ। चेतनासँग जोडिएको छौँ भनेदेखि हामीले सबैभन्दा आनन्दता प्राप्त गर्न सक्छौँ। त्यही भएर भगवान श्री कृष्णलाई पनि सच्चिदानन्दय भनेर हामी लिने गर्दछौँ। सच्चित्त र आनन्द, यसरी सच्चिदानन्दय भनेर भगवान श्री कृष्णको स्वरूपलाई हामी लिने गर्दछौँ। भनेपछि मान्छेलाई जतिसुकै जेसुकै गरे तापनि अन्तिममा चाहिने आनन्द हो। आनन्द प्राप्त गर्नका निमित्त हामीले चेतनालाई सही प्रयोग गर्यौं, चेतनासँग जोड्यौं भनेदेखि हामी साँच्चै आनन्दित बन्न सक्दछौँ र जीवनलाई यथार्थ रूपमा बुझ्न सक्दछौँ। बहुत राम्रो। हाम्रो अडियन्सले डेफिनेटली यसबाट निकै ज्ञान पनि पाउनुभयो र यसबाट फाइदा पनि लिनुहुनेछ भन्ने हामी आशा गरौँ। लगभग अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको यस एपिसोडको हिसाबले भगवत गीताको सार के हो, त्यसलाई एउटा संक्षेपमा भन्नु पर्यो भने कसरी भन्नुहुन्छ, त्यसको सार हामीले के बुझ्ने भन्ने प्रश्न नै छ। यसलाई के छ, अलिकति सार संक्षेपमा अलिकति व्याख्या गरेर हामीलाई भन्न सक्नुहुन्छ? जस्तो भगवत गीताको सार भन्नाले जब योगका 4वटा जुन योगहरू छन्, ध्यान योग, ज्ञान योग, भक्ति योग र कर्म योग, सबैभन्दा सर्वोत्कृष्ट भनेको चाहिँ कर्म योगलाई हामीले लिने गरेका छौँ। मानिस जन्मिन्छ, जन्मिसकेपछि उसको मृत्यु पनि अवश्य हुन्छ। विवाह सम्पूर्ण कुरा भए तापनि हामीले हाम्रो जीवनमा मनलाई स्थिर गरेर बुद्धि उदय आत्मा समक्ष पुगेर लक्ष्य तयार गर्ने र लक्ष्यप्रति एकीकृत हुँदै जब कर्म सिद्धि गर्दछौँ त्यहाँ जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ। कर्म यस्तो गर्नुपर्छ जुन कर्मका कारणले हाम्रा सम्पूर्ण कार्य जति पहिले गरेका गल्ती, कमी, कमजोरीहरूलाई पनि, ती विकारहरूलाई पनि नष्ट गर्ने भनेको हामीले सकारात्मक कर्मका कारण, जसले जनकल्याणका निमित्त सत्कर्म गर्नुहुन्छ, त्यही व्यक्तिले नै कर्म सिद्धि प्राप्त गर्न सक्नुहुन्छ। र भगवत गीताको सार भन्दै गर्दाखेरि भगवान श्री कृष्णले अर्जुनलाई भन्नुभएको छ, असंशयम महाबाहु मनो दुर्निग्रहम चलम अभ्यासेन तु कन्त्य वैराग्येण च गृह्यते। अर्थात् यो हाम्रो मन नै सबैभन्दा सर्वश्रेष्ठ छ। जसको मन शान्त छ उसमा दिव्य चेतना प्राप्त हुन्छ। जब दिव्य चेतना प्राप्त हुन्छ तब हामीले जे चाहियो त्यही कार्य गर्न, सुसम्पन्न गर्न सक्ने महान व्यक्ति बन्न सकिन्छ। र यहाँ यो चञ्चल मनलाई चाहिँ आफ्नो बसमा, नियन्त्रणमा चाहिँ कसरी राख्ने त? जस्तो बहिरहेको हावा हुन्छ नि, त्यो हावालाई आफ्नो मुठीमा राख्नु जस्तै कठिन छ। मनलाई स्थिर बनाउन, आफ्नो बसमा राख्न, नियन्त्रणमा राख्न। जबसम्म हाम्रो मनलाई हामीले मित्र बनाउँदैनौँ तबसम्म हामीले कदापि पनि कुनै कार्य सम्पन्न गर्न सक्दैनौँ। त्यसकारण यो मनलाई आफ्नो बसमा राख्न सक्यौँ भनेदेखि हाम्रो मन शान्त हुन्छ। शान्त मनमा दिव्य चेतना प्राप्त हुन्छ।
दिव्य चेतनाद्वारा हामीले जुनसुकै कार्यलाई पनि सुसम्पन्न गर्न सक्ने योग्य व्यक्ति, महान व्यक्ति बन्न सक्दछौँ। र अन्तिममा शरीर के हो, आत्मा के हो? शरीरलाई जानिसकेपछि जब आत्मासँग पुग्छौँ तब हामी ब्रह्म साक्षात्कार प्राप्त गर्दछौँ, ब्रह्ममय भन्दछौँ। आत्मासँग पुगिसकेपछि आत्मामा न जाडो, न गर्मी, न दुःख, न सुख, न धेर, न थोर, न राम्रो, न नराम्रो केही पनि हुँदैन। त्यहाँसम्म पुगिसकेपछि समभावमा पुग्न सक्छौँ। जब तपाईँ हामीमा समभाव, सबैमा एउटै देख्न थाल्दछौँ, तब हाम्रो जीवन वास्तवमा, यथार्थमा भगवत प्राप्त गर्न सक्दछौँ। यस अर्थमा श्रीमद् भगवत गीतामा भगवान श्री कृष्णले दिएको त्यो दिव्य उपदेश अर्जुन भनेर एकजना पात्रलाई दिए तापनि तपाईँ हामी जति पनि मानव जीवात्मा छौँ, हामी सबै अर्जुन हौँ। र श्री कृष्ण भगवानले दिएको त्यो दिव्य उपदेश भनेको प्रत्येक मानव, यो जगत, यो ब्रह्माण्ड, यो संसारका मानवको निमित्त अत्यन्त आवश्यक छ। एउटा यो मार्ग निर्देशक हो, दिव्य उपदेश हो। अध्यात्मसँग बसेर हामीले थुप्रै बस एउटा भलाकुसारी गऱ्यौँ, जसमा हाम्रो गेस्ट श्री अम्बिका देवी जीले चाहिँ हामीलाई थुप्रै राम्रा कुराहरू हामीलाई बताउनु भयो। भगवत गीतासँग सम्बन्धित रहेर उहाँले थुप्रै ज्ञानका कुराहरू हामीमाझ सेयर गर्नुभयो। तपाईँलाई यो तपाईँको समय अनि विचारको लागि धन्यवाद दिँदै अन्तिममा जाँदै केही छुटाएका कुराहरू केही भन्न बाँकी छ भने हाम्रो अडियन्सलाई 2 शब्द राखेर आजको कार्यक्रममा हामी अन्त्य गर्छौँ। हजुरको अन्तिम 2 धन्यवाद। सर्वप्रथम त हजुरले यहाँसम्म बोलाएर मेरा भावना, मेरा विचार, मेरा भनाइहरूलाई मानव समक्ष पुर्याउने जुन अहिले यो टेक्नोलोजीमा साथ दिनुहुने सागर प्रधान सरलाई म मुरी धन्यवाद दिन चाहन्छु। र हजुरलाई विशेष धन्यवाद। हजुरले अब अध्यात्म सम्बन्धी यति धेरै हैन गहिरा प्रश्नहरू गरेर हजुरले मलाई आज गेस्टको रूपमा आफ्ना भनाइ विचारहरू व्यक्त गर्न बोलाइदिनु भएकोमा सम्पूर्ण परिवारप्रति नै म आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र अन्तिममा जाँदै विचारका कुरा गऱ्यौँ, हामीले मनका कुरा गरौँ, ध्यानका कुरा गऱ्यौँ, कर्मका कुरा गरौँ, हामीले गीताका कुरा गऱ्यौँ, श्रीमद् भागवत सप्ताह महापुराण के हो ती कुराहरू गऱ्यौँ। सबै कुरा गरे तापनि भौतिकवाद, आध्यात्मिकवादका कुराहरू गऱ्यौँ। जे कुरा गरे पनि हामी अन्तिममा आनन्दता नै खोज्छौँ। जति धन भए पनि, पैसा भए पनि, सुख सुविधा सबै कुरा भए तापनि आनन्द छैन। मन शान्ति भएर आनन्दता नभएसम्म हामी भौतारी रहन्छौँ। भित्री आनन्दता प्राप्त हुनु नै सबैभन्दा ठुलो कुरा हो। जब आनन्दता प्राप्त भइसकेपछि जीवन अत्यन्त परम आनन्दतर्फ जान्छ। र अध्यात्मले मानवलाई भगवान प्राप्त गर्नका निमित्त जुन साधनाहरू छन् त्यसलाई योग भनिन्छ। जन्मिएर म को हो भनेर जुन कार्य गरिन्छ त्यसलाई कर्मयोग भनिन्छ। र त्यो कर्मयोग गर्दै गर्दाखेरि
जुन निरन्तरता दिनका लागि त्यो विषयलाई त्यो कार्यलाई चिन्तन गर्नु, त्यसकै बारेमा मनन गर्नु, मनोचित्रण गर्नु चाहिँ ध्यान भनिन्छ। र यी सबै कुरालाई प्राप्त गर्नका निमित्त सुरु हुन्छ हाम्रो विचारबाट। विचारमा पनि सकारात्मक विचारबाट हाम्रो जीवन ऊर्जामय बन्छ, तेजस्वी बन्छ, शक्तिशाली बन्छ, प्रकाशमय बन्छ र हामी पूर्ण रूपले हाँसिरहने अनि हामीमा उमङ्ग प्राप्त हुने, जोश हुने, जागर हुने, हौसला आउने, कार्य गर्दा पूर्णता प्राप्त गर्ने भनेको अन्तिममा हामीले यिनै सकारात्मकतालाई जसले धारण गर्नुहुन्छ र एउटा विचारप्रति म के बन्ने भन्ने विचारप्रति स्थिर रहेर त्यही विचारलाई चाहिँ मनन गरिराख्ने व्यक्ति नै एक दिन अवश्य सफल हुनुहुन्छ। सफल बन्नका निमित्त जुन सफल बन्न तयारी अवस्थामा हुनुहुन्छ त्यतिखेर हामीलाई अप्ठ्यारो हुन सक्छ, असहज हुन सक्छ, चुनौती आउन सक्छन्, बाधाहरू आउन सक्छन्, परिस्थितिहरू धेरै आउन सक्छन्। तर पनि त्यसलाई हामीले मिलाउन हामीमा सहन शक्ति, हामीमा धैर्यता आउनुपर्छ, हामीमा इमानदारीता आउनुपर्छ। हामी एकचित्त एकभक्त भएर त्यो कार्यप्रति चाहिँ जस्ता सुकै परिस्थिति आए पनि मनस्थितिलाई चाहिँ सही पार्न सक्यौं, मनस्थितिलाई शान्त बनाउन सक्यौं भनेदेखि परिस्थितिसँग लड्न सक्ने योग्य, क्षमतावान र सर्वोत्कृष्ट व्यक्ति बन्न सकिन्छ। यस कारणले गर्दाखेरि हामीले परिस्थिति भन्दा पनि मनस्थितिलाई चाहिँ मजबुत बनाउनु पर्छ, क्षमतावान बनाउनु पर्छ, तेजस्वी बनाउनु पर्छ, सहन सक्ने योग्य व्यक्ति बन्नुपर्छ भन्दै आजको यो भलाकुसारीमा यहाँहरूको सम्पूर्णको साथमा म आभार प्रकट गर्दै, धन्यवाद दिँदै, कृतज्ञता व्यक्त गर्दै आफू पनि अत्यन्त कृतार्थ भएको महसुस गर्दछु। हस्त, हरिओम, नमस्कार। धन्यवाद।